एकपटक यहाँ हेर्नुहोस्, जे तपाईले देखिरहनु भएको छ यो हाम्रो युनिभर्सको मात्र एउटा सानो टुक्रा हो। अब मानौ यो मानिस तपाईँ हुनुहुन्छ। ओके, अब माथि जाउँ। सबैभन्दा पहिले देखिन्छ गुगलको मुख्यालय। थोरै अझै माथि गयौँ भने अगाडि आउँछ हाम्रो सुन्दर पृथ्वी। अझै टाढा गयौँ भने देखिन्छ हाम्रो सोलर सिस्टम, सूर्य, बृहस्पति, पृथ्वी र बाँकी सबै ग्रहहरू। अझै धेरै जुम आउट गरौँ। अब तपाईँले जे देख्दै हुनुहुन्छ ती हुन् हजारौं ताराहरू। हरेक तारा हाम्रो सूर्य जस्तै छ र तिनका वरिपरि पनि कैयौं पृथ्वी जस्तै ग्रहहरू होलान्। अझै अगाडि बढौँ, यो हो हाम्रो मिल्की वे ग्यालेक्सी। अझै टाढा गयौँ भने हाम्रो अगाडि देखिन्छ हाम्रो छिमेकी एन्ड्रोमेडा ग्यालेक्सी। तर कथा यहाँ सकिँदैन। जुम आउट गर्दै जाँदा थाहा हुन्छ कि मात्र एउटा होइन लाखौं ग्यालेक्सी छन् र त्यसभन्दा पनि अझै अगाडि जे देखिँदैछ त्यो हो हाम्रो युनिभर्सको विशाल कस्मिक बबल। र सायद अझै यस बाहिर पनि जाने हो भने देखिने छन् यस्तै कैयौं अरू बबल्स, अर्थात् मल्टिभर्स, हाम्रो जस्ता अनेकौं युनिभर्स। अब भन्नुहोस् कि तपाईँलाई साँच्चै लाग्छ कि हामी एक्लै छौँ? जान्नको लागि यहाँ क्लिक गरेर हेर्नुहोस्, एलियन्स कहाँ छन्।